खाएको थिएन होला त्यति रामीलाई त भेट्न जानै दिँदैन नि त्यो टाइम टेबलले उनीहरूको ड्रेस अनि अब बुहारी यता त्यही चिताउने हस्पिटल नजिकै माइती छ माइती बस्यो अरे अनि बेला दुध खुवाउनु एगो चाहिँ माइतमा अनि बच्चा मात्रै हस्पिटलमा अनि हजुर बाउ कहिले बाउ दुईजना बस्छ बाउ छोरा कहिले के हुन्छ बोलाउँछ पैसा त अहिले किन जानु सबैजना जानेर औषधि पकाएर राम्रै यो घोडा नि हिँड्दा यसको गरेर एउटा मात्रै हो यो पुरै जति दबाई खायो त्यही हो कस्तो टाइट भन्छ फर्किँदाखेरि कस्तो गाँठबाट दुख्छ राति पनि त्यो उठेर मान्छेको टिम सक्दैन बिहान उठेर हुन्छ यहाँ दुख्ने यो पनि मेरो त सबै नै खियो बसेको ख्याट्ट भएपछि त अनि कतै कस्तो ठुलो आउँछ बन्द गरेर गएको हेर्नु पर्ने
ल नि के खाना अलिक त्यो सानो खालको दाल भात पर्छ अनि पहिले चाहिँ त्यो अलि आगो चाहिँ नबाल्नु जस्तै लागिरहेको पहिले त्यो बलामा कति लाइन अनि अमेरिका गएर त्यसलाई नि कस्तो जिरजिरिङ त भयो मलाई जिरजिरिङ त त्यही त त्यहाँ भने अब त्यही पाउँछ हामी सिद्रा गएको हामी भन्दिनँ मैले किनेर राख्दै मेरो त पुरानो अहिले काठको निकालेर यो त कोही मलाई त बस्नु चाहिँ 5 रुपियाँ पनि छ 10 रुपियाँ पनि छ भयो नि अनि मैले 10 रुपियाँ दियो भने अलिक ठुलै लगिदिन्छु अलिक पढ्दा चाहिँ पढ्यो बिहानै भोलिपल्ट म त्यही बेलुका पढेर अलि हेर्न चाहिँ मैले उयो नानीलाई पनि मेसेज भने नि अहिले बनाएकै छैन धुपै छैन हनुमान पञ्चमुख हनुमानको फोटो के त्यो भाइको कान अपरेसन गर्ने बेलामा एउटा चाहिँ आर्मीकै बुढीले उयो राख्नु राम्रो हालेको पाउँछ किन त पाउँदैन